हामी सबै जीवनमा सफल र धनी बन्न चाहन्छौँ। तर कहिले सोच्नु भएको छ, एउटै समाजमा जन्मिएका, एउटै अवसर पाएका मानिसमध्ये कोही किन धेरै अगाडि पुग्छन् र कोही आर्थिक समस्यामै अल्झिरहन्छन्? फरक केवल पैसा होइन, फरक हुन्छ सोचमा, बानीमा, निर्णयमा र भविष्यप्रतिको ठिकोणमा। धनी मानिस समस्या देखेर डराउँदैन, अवसर खोज्छ। उसले भन्छ, यो समस्या कसरी समाधान गर्ने? तर गरीब मानसिकतामा समस्या आएपछि प्रश्न हुन्छ, अब के गर्ने? मेरो भाग्यमै यस्तै रहेछ। धनी मानिस आफ्नो गल्तीबाट सिक्छ। असफलतालाई अन्त्य होइन, सिक्ने अवसर मान्छ। याद राख्नुहोस्, परिस्थितिले होइन, परिस्थितिप्रतिको हाम्रो सोचले भविष्य बदल्न सक्छ। धनी मानिससँग पनि 24 घण्टा हुन्छ, गरिब मानिससँग पनि 24 घण्टा नै हुन्छ। फरक कहाँ छ? धनी मानिस आफ्नो समयलाई लगानी गर्छ, सिप सिक्न, नयाँ कुरा पढ्न, काम गर्न र भविष्यको योजना बनाउन। तर धेरै मानिस आफ्नो बहुमूल्य समय अनावश्यक मनोरञ्जन, सामाजिक सञ्जाल र अरूको आलोचनामा बिताउँछन्। समय पैसाभन्दा पनि मूल्यवान छ, किनकि गएको पैसा फेरि कमाउन सकिन्छ, तर गएको समय कहिल्यै फर्किँदैन। धनी मानिसले पैसा पाएपछि सबै खर्च गर्दैन। पहिले आवश्यक खर्च छुट्याउँछ, बचत गर्छ र बाँकी पैसालाई उत्पादनशील ठाउँमा लगानी गर्ने सोच बनाउँछ। तर गलत आर्थिक बानी भएको मानिसले आम्दानी बढ्नासाथ आफ्नो खर्च र जीवनशैली पनि बढाउँछ। महँगो मोबाइल, गाडी, कपडा र देखावटी जीवनमा पैसा खर्च हुन्छ, तर भविष्यका लागि बचत र लगानी हुँदैन। कमाउनु महत्त्वपूर्ण हो, तर कमाएको पैसा व्यवस्थापन गर्नु अझ महत्त्वपूर्ण हो। धनी मानिस आफूभन्दा अगाडि भएका मानिससँग सङ्गत गर्छ। उसले सफल मानिसलाई देखेर ईर्ष्या गर्दैन, बरु सोच्छ, उसले के सिक्यो, म पनि के सिक्न सक्छु। तर नकारात्मक सोच भएका मानिसहरू प्राय अरूको सफलता देखेर आलोचना गर्छन्। तपाईको सङ्गतले तपाईको सोच बदल्छ। त्यसैले यस्तो मानिससँग बस्नुहोस् जसले तपाईलाई तल होइन, माथि उठ्न प्रेरणा दिन्छ। धनी मानिससँग स्पष्ट लक्ष्य हुन्छ। उसलाई थाहा हुन्छ, आज कहाँ छु, भोलि कहाँ पुग्ने हो र त्यहाँ पुग्न के गर्नुपर्छ। सफलता एकै दिनमा आउँदैन। हरेक दिनको सानो बचत, सानो सिकाइ, सानो सुधार र निरन्तर मेहनतले ठूलो परिणाम दिन्छ। अनुशासन भनेको मन लागेको बेला काम गर्नु होइन, मन नलाग्दा पनि सही काम गरिरहनु हो। त्यसैले धनी र गरिब मानिस बीचको सबैभन्दा ठूलो फरक ब्याङ्क खातामा होइन, सोच र बानीमा हुन्छ। आज तपाईँ जहाँ हुनुहुन्छ, त्यो तपाईँको अन्तिम अवस्था होइन। आफ्नो सोच बदल्नुहोस्, समयको सम्मान गर्नुहोस्, सिप सिक्नुहोस्, बचत गर्नुहोस्, सही ठाउँमा लगानी गर्नुहोस् र आफ्नो लक्ष्यतर्फ निरन्तर अघि बढ्नुहोस्, किनकि धन केवल पैसाले होइन, सही सोच र सही बानीले पनि निर्माण हुन्छ। आजको सही निर्णयले नै भोलिको समृद्ध जीवन बनाउँछ। यदि तपाईलाई यो कुरा उपयोगी लाग्यो भने लाइक, शेयर र फलो गर्न नभुल्नुहोस्।